हेलो गाइज वेलकम ब्याक टु माई अनदर भिडियो। यो चाहिँ लङ टाइम पछाडि म भिडियो बनाउँदैछु, ब्लग बनाउँदैछु। भिडियो त म बनाइ नै रहेको हुन्छु, युट्युबमा मात्र नहालेको, तर यो चाहिँ युट्युबकै लागि बनाएको हो। अनि धेरै पछि बनाइरहेको छु, कति 1-2 महिना 3-4 महिनै भयो, किनकि मलाई एडिट गर्नु अचेल लास्टै अल्छी लाग्छ होइन। त्यो दिनभरि लागेर भिडियो बनायो अनि रातभरि लागेर एडिट गऱ्यो अनि त्यहाँदेखि भ्युज आउँछ 35 पनि मरेर नि 10-20 आउँछ। त्यही भएर मैले भिडियो बनाउनु छोडिसकेको थिएँ। अनि फेरि पनि अब कन्टिन्यू दिउँ न त युट्युबलाई पनि। अब पैसा त यति भए पनि आउँछ क्या, मोनेटाइज चाहिँ भएको छ, त्यही भ्युज मात्र नआउने हो। सबैजनाले हेरिदिनु ल। यो चाहिँ म फेसबुकमा नि हाल्छु, प्लिज फेसबुकको पनि 1-2 जना गएर यसो हेरिदिँदा केही हुँदैन क्या, पैसा लाग्दैन हेरेको। म पैसा लिन्न क्या मेरो भिडियो हेरेको, र पनि मलाई चाहिँ आउँछ क्या, तिमीहरूले दिनु पनि पर्दैन होइन, तर मलाई आउँछ नि त, हेरिदेऊ न, यति हेरिदेऊ ल, अलिअलि भए पनि हेरिदेऊ है। अनि आज चाहिँ हामी जाँदैछौँ बजार। अचेल चाहिँ अलिकति दिन लामो हुनु थाल्यो अरे, उज्यालै हुन्छ हाम्रो छुट्टी हुँदा नि, नत्र भने 6 बजी छुट्टी हुँदाखेरि त यतिखेर त रात परिसकेको हुन्छ, टर्च बालेर हिँड्नुपर्छ। अहिले चाहिँ दामी मौसम भइरहेछ यस्तो। यो चाहिँ उज्यालै छ पुरै। यो चाहिँ ड्याक्कै यता पाहाड छ हाम्रो, त्यो चाहिँ हाम्रो खोर हो, हाम्रो भन्दा नि सुँगुरको, तर हामी पनि बस्ने त्यहीँ हो, त्यही भएर हाम्रो नि खोर त्यही हो। ल म एकैछिनमा देखाउँछु त सहर पुगेपछि। हामीहरू चाहिँ अब केही समयमा बस स्टप पुग्छौँ अनि त्यहाँबाट बस चढ्ने हो। अनि बसबाट सर पुगिन्छ एकैछिनमा, कति 20 मिनट जस्तो लाग्छ होला, त्यो ट्राफिक लाइटमा परेर, नत्र भने एकैछिनमा पुगिन्छ। तर यहाँ चाहिँ सानो त्यो के भन्छ, यहाँ बस पार्क छ सानो, अनि त्यहाँदेखि उता त्यो सानो फेरि ट्रेन स्टेसन पनि छ, त्यहाँ सबैमा फ्री वाइफाई हो क्या। त्यहाँनिर बालै छैन, फ्री वाइफाई। यहाँनिर सानो गाडी बसमा नि फ्री वाइफाई, जहाँ पनि फ्री वाइफाई हो क्या। अनि त्यो चाहिँ मलाई यहाँ दामी लाग्छ, किनकि हाम्रो सुरुमा आउँदाखेरि सिम हुँदैन थियो, र पनि वाइफाई चल्थ्यो, अनि वाइफाईबाट यस्तो म्याप हेरेर हिँड्थ्यौँ कि हामीहरू, मजा लाग्थ्यो। अनि विदेशीहरू हाम्रो नेपालमा गएर चाहिँ के गर्छ, सुरुमा त्यहाँनिर के अरे उयोमा एयरपोर्टमा ओर्लिनु साह्रै छैन वाइफाईको लागि सिम किन्नु पऱ्यो, अनि सिममा कोड पठाउनु पऱ्यो, अनि कोड युज गरेर त्यही पनि के अरे वाइफाई चलाउनु पऱ्यो, त्यो पनि के भन्छ लिमिटेड, खोइ कति जिबी चल्छ कि एमबी कति चल्छ, अनि त्यस पछाडि चल्दैन त्यो नेट पनि। त्यस्तो कहाँ हुन्छ, हुँदैन। राम्रो गर न हौ। म आइपुगेँ बजार। हाम्रो सहर चाहिँ यही हो, यहाँनिर गाडीहरू पुरै देखिरहेको छैन, अलि यहाँनिर जाम भइरहेछ। अनि देख्यो पुग्यो। अब हामीहरू चाहिँ खास चाहिँ खाना पकाउनु अल्छी लागेर खाना खानु आएको हो, चाइनिज फुड खाने हो। एकैछिनमा म देखाउँछु ल। चाहिँ हाम्रो जोडी छ, यहाँ पातले, यहाँ मोटे, यहाँ छोटे। छोटेलाई देखाउ न यसो। यो चाहिँ छोटे, यता पातले, अर्को मोटे। होटलभित्र पसिसक्यौँ, आज चाहिँ छैन मान्छे ल, त्यही भएर हामी मात्र हो। साथीले त्यहाँ हेर्दैछ, मासुको आइटम मात्र हुन्छ होइन। यो चाहिँ हल्का नेपाली जस्तो छ क्या, यहाँ बेरा छ, नत्र भने यहाँ चाहिँ पुरै खुल्ला हुन्छ, यहाँ मान्छे हुन्छ, यहाँ चाहिँ हल्का बेरा छ र ठिकै हुन्छ। केटाहरूले के मगाउँछ त्यही खाने हो ल। यहाँ चाहिँ खानुभन्दा अगाडि चाहिँ यस्तो सामानहरू आउँछ क्या, अनि यत्रो वरिपरि भेला हुन्छ, अनि त्यसपछि मात्र आफूले मगाएको सामान आउने हो कि ल। यो फ्रीमा आएको होइन, अनि यो मात्र खाएर जाउँ न त त्यसो खै के हो थाहा चाहिँ छैन होइन। दिन्छ अब खानु आएको, दिएपछि खाइन्छ, के हो यो बार नखाने चिज हो कि, दिन्छ खानु पर्यो। मगाएको सामान आएको छैन, अगाडि ल्याइदिएको केटाहरूले सकिसक्यो, खोइ यहाँ पनि छैन त। दिएको छ सामानै नआइकन केटाहरूले खाइसक्यो, अब फेरि लग्यो अरे फेरि ल्याइदिन्छ। मासु भन्दा नि खुर्सानी मिठो हुन्छ। यहाँ चाहिँ हामीले खास भन्नुपर्दा मैले भिडियो बनाउनै बिर्सेछु क्या, खानुको धुनमा। यहाँ पनि यो चाहिँ भेडाको मासुमा यो के भन्छ फ्राइड राइस भनौँ न, भेडाको मासुसँग पकाएको हो, सबै भेडाको मासु खाँदैछ। अनि यो चाहिँ खोर्सानी र मासु मात्र छ, कुखुराको मासु, अनि अलिअलि मटर, अनि यो चाहिँ थाहा छैन के हो, झारपात मात्र छ, तर केटाहरूलाई मन पर्ने चाहिँ यही हो अरे। अनि यो चाहिँ खै यो उयो स्याउको जुस भन्छ के हो यता, यस्तै छ ल। अब म भिडियो बनाउँदिनँ, खानु पाइँदैन रहेछ, केटाहरूले सकिसक्यो, आधीभन्दा धेरै खाइसक्यो। ल म यति नै ल, बाई, अर्कोचोटि भेटौँला।